एम्बनमा बरेन्द्र रुदमत स्तूनबन्दी दिव्य स्थित वैद्य संघ पदक गायन तेम सामगा ध्यान अवस्थित गतन मनसा पश्चिम विगिन ए शान्तन विदु सुरा सुर गडाय देवाय तस्मन श्रीमत चन्दन चचुर पुस्तक नम्बर मल्लिका मालङ्कित कुण्डल परिलन सन मुक्त बलि सविता सरकार निदान पुस्तक दलुतमा करा भाग्दै वर्ण बुझे वस्तुमै तलक माता चेप मुख करदि पाछा पंगल गिम यतिका तम बन्दी परमानन्द माधव न भगते तस्मै व्यासा यसै प्रसिद्ध दशम ना कथामे नाम नमस्कृत नरचोबे नरतम देवी सरसी व्यास तत्व जय मुदरे त्यसरी हुन्न विस्तार पुष्पाञ्जली पनि यस्तो अथ अष्टमो अध्याय कुमारजी आएको हुनुहुन्छ हे अगस्त्य मुनि विष्णु भगवान संग्रामबाट अन्तर्धान भएपछि बाँकी बसेका देवता यक्षे गन्धर्व किन्नर र दैत्य सबै हाहाकार गरेर 10 दिशातिर भागे ती परस्पर भन्दथे अब दक्ष प्रजापतिको प्राण रहन किनकि नारायण जस्ताको त सुदर्शन चक्र मिथ्या भयो जुन चक्र लिए विष्णु घडा हुँदा स्वयं शिव पनि टेक्न सक्दैन त्यस्ता नारायण पनि भागे अब हाम्रो क्षुद्र पराक्रमले के होला तस्मात आफ्नो प्राण रक्षा गर्नु भन्दै उचित होला भन्दै 10 दिशातिर भागे जैत देवता यक्षे गन्धर्व नाग आदि आफ्नो जीवन बचाइ भएकोदेखि वीरभद्रले नाग झैँ निश्वास फेरि वर्षाकालको मेघ झैँ गर्जी तत्काल दक्षको टुप्पी समाधि भूमिमा ढलाइ बोध गराए हे पापिष्ट दक्ष तैँले महादेवको अनेक निन्दा गरिस् आफ्नी छोरीको हत्या गरिस् तँ जस्तो पापी यस संसारमा खोजे पनि पाइन त्यो बौला हो उसलाई नठाके मलाई के होला भन्ने त्रिलोकका ईश्वरको निन्दा गरेकी थिइस् अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए तिनीहरूको सहायता मागी आफ्नो प्राण बचा तेरा यज्ञ बिना शङ्कर नै पुरा गराउन अब तँलाई पनि यही यज्ञमा हुन सके हामीलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई दक्ष प्रजाको शिर काटेर अग्निकुण्डमा होमिदिए यस्ता प्रकारले दुष्ट संहार गरेको देखि नन्दी बिरङ्गी 64 योगिनी भूत प्रेत विषमज्वर र महाकाली आदिले प्रसन्न भई शिवनिन्दक दक्ष प्रजापतिको नाश गर्यो भन्दै धन्य धन्य वीरभद्र तिमी समान महान वीर यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे त्यसपछि दक्ष प्रजापतिको स्त्री भिरणीले आफ्नो पतिको शिर कुण्डमा होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठुलो हावा चल्दा केराको थाम ढले झैँ पृथ्वीमा ढली मूर्छा परि केही बेरमा चेष्टा आएर शोक गर्न थालिन् हे नाथ मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयो जगदीश्वर महादेवलाई यज्ञमा नडाक्दा यस्तो भयो हे मूढ व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयो मेरो यो गति भयो भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरेर गरिने हे ईश्वर मेरा पति दक्ष प्रजापति अज्ञानी मूढ र अभिमानी पनि हुन् तिनलाई कुनै चेष्टा पनि थिएन त्यस्ता मूढको नाश गरी हजुरको के कृति होला मलाई विधवा नतुलाई स्वामी वरदान दिनुहोस् हे वीर आफ्नो सृष्टि आफै संहार गर्नु अनुचित हो सृष्टि स्थिति संहार गर्ने महारुद्र पनि तिमी महादेव पनि तिमी आदि मध्य अन्त्य नभएका ब्रह्मा विष्णु शिव जे भने पनि तिमी नै हो हे भक्तवत्सल मेरो मुख हेरी मेरा स्वामीको सबै अपराध क्षमा गरी जीवन दान दिई सौभाग्यवती बनाउनुहोस् भने स्तुति गरेको इन्द्रादी देवताहरूले सुनि आकाशबाट पुष्पवृष्टि गरी हे वीरभद्र दक्ष प्रजापतिलाई जीवन दान दिई वीरणीलाई सन्तोष दिनुहोस् भनी आकाशवाणी गरे देवताहरूले त्यस्तो आग्रह गरेको र वीरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भएर वीरणीतर्फ हेरी वीरभद्रले भने हे वीरणी तिम्रो स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु र तिम्रो स्वामीको शिर मैले अघि नै अग्निकुण्डमा होमिसके अब यज्ञमा बलि दिएको बोकाको शिर जोएर जीवित गराइदिन्छु किनकि दक्षले जगदीशको साह्रै निन्दा गर्यो अथवा यो पशु हो यसैले पशुकै टाउको जोडिदिन्छु यस्तो वीरभद्रको वचन सुनि वीरले हुन्छ भनी अञ्जली जोडी उभिरहे अनि वीरभद्रले यज्ञशालाबाट बोकाको शिर मगाई पछिल्तिर मुख फर्काई जोडी दक्ष प्रजापतिलाई जिलाइदिए दक्ष प्रजापति जीवित भएपछि वीरणीले मनमा सन्तोष मानि छाग मुख अर्थात् बोकाको टाउको भएका स्वामीसित वीरभद्र र महाकालीलाई दण्डवत प्रणाम गरी आफ्नो घर गए यता वीरभद्र र महाकाली पनि देवता यक्षे गन्धर्व किन्नर आदिको संहार गरी दक्षको यज्ञ विध्वंस पारी नन्दी भिरिङ्गी 64 योगिनी भूत प्रेत प्रमथगण समेत त्यहाँबाट अन्तर्धान भई कैलाशमा पुगी शिवजीलाई दण्डवत प्रणाम गरे हे ईश्वर हजुरको आज्ञा अनुसार दक्षको यज्ञ विध्वंस पारी देवता यक्षे गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याए अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री ब्रोणीले आफ्नो स्वामी मरेको देखि साह्रै दिन भावले विलाप गर्न लागि त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएका बोकाको शिर ल्याएर पछाडि मुख फर्काई जोरेर दक्ष प्रजापतिलाई जिलाए आए भनी बिन्ती गरेर महादेव प्रसन्न भए हे वीरभद्र महाकाली तिमी धन्य रहेछ म प्रसन्न भए यति भनी ती दुवैजनालाई आफ्नो शरीरमा लीन गराए त्यसपछि महादेवले प्राणप्रिय सतीलाई सम्झी दक्ष प्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवलाई हा सती कैलाश शून्य तुलाई मलाई एक्लै छाडेर कता गयो भन्दै साह्रै नै अर्ध भई बच्छे वृक्ष ढले झैँ भूमिमा लडी मूर्छा परे केही बेरमा चेत आएर हे प्यारी अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुखियाजी बसेका मैले भनेको कथा पुराणहरू सुनिरहन्थ्यो मेरो वचन नमान्दा तिम्रो यो गति भयो म यस स्थितिमा पुगेँ भन्दै मुड्कीले छाती ठोकी वर्षाकालमा आकाशमा को पानी झरे झैँ मोतीका दाना
जस्ता आँसुका ढिका खसाली फेरि विलाप गर्न लाग्नुभयो। ओ प्रिय म कतै गएर आउँदा सुनको कमण्डलु लिई घोडा धोइदिन आउँथ्यौ। हे प्यारी मेरो खाने वस्तु भनेर बिस बाङ धतुरो मेरो स्वामीले खाने वस्तु भनेर जतन गरी राख्दैथ्यो। अब को राख्देला तिमी बिना मेरो चित्र कसरी स्थिर रहला। यसरी भन्दै कहिले काखमा लिने कहिले अङ्कमाल गर्ने कहिले मही खाने कहिले छातीमा हात राख्ने कहिले सतीदेवीको हात समाई आफ्नो छातीमा राख्ने। यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठौमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हिँडे। महादेवले पिठमा बोकेको हुनाले गलित वा दुर्गन्ध केही भएन। केवल निदाय जस्तै भएर रहिन्। इति श्री स्कन्दपुराणे केदार खण्डे महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि परमेश्वराय व्रत कथाय महादेव पृथ्वी भ्रमण पठनात्मक अध्याय। उपनयतु मंगलवश सकल जगन्मलाय श्रीमान दिनकर किरण निविधि नवदिल भीषण कृष्ण काली परिषद पर्जन पृथ्वी शशि शालिन देश सबैरहित सन्तु निपर अपत्र पुत्र सन्तु मर्दिन निरा सन्तु जीवन सदा शतम तत्र वेन चतत गोदावरी सिन्धु सरस्वती तीर्थानि सर्वाणि बसन्ति तत्र यता चुतुतर कथा प्रसंग याकुन्दे तुषार हारधवल या शुभ अवस्था बिता या बिडा पर्दन्त मन्दित करा या श्वेत पद्मासन या ब्रह्मचित शंकर पदवे सदा वन्दिता साम पातु सरस्वती भगवती निशेष जाडे पाए कायन बच्चा मनुष्य निर्भय बुद्धात्म कतिकी सवतम कर्मी यते सकल परस्मै नारायण यते समर्पितयेत नारायण यते समर्पितयेत। त्यो सधैँ सुनिरहेको आउँछ कि अहिले म छोडी कति आउँछ मलाई त्यतिकै